गाइज यो चाहिँ हाम्रो कुलेखानीको इन्द्र सरोवर इन्द्रदहमा छ है। अब यहाँबाट यो मोटर बोट चढेर चाहिँ उता मोहिनी झर्ने जाने हो। ल बोटमा बस्यो नि त। अब हामी मोहिनी झर्न जाँदैछौँ है त। भिडियो खिच है भिडियो मजाले समाइरहेछ। यो चाहिँ हामी यो मोटर बोटमा छौँ होइन। यहाँबाट उतासम्म जाँदाखेरि आउने जाने 700 कति दिनको रहेछ क्या। अनि रमाइलो छ। अब यो एकछिनमा हामी 1-1.5 मिनटदेखि 2 मिनट होला सायद है यो बोटमा। यो चढेपछि उता पुगिहाल्छ हामी त्यो डाँडाको फेदमा यतापट्टि। त्यो मोहिनी झर्ने जानलाई अलिक डाँडा चढ्नुपर्छ क्या, त्यता लगिरह हो। ल यही ठाउँमा अब यहाँबाट हामी टक्क ओर्लेर त्यहाँबाट 15-20 मिनट चढेपछि चाहिँ अनि मोहिनी झर्न आइपुग्छ है। इन्जोय गरौँ। आधी घन्टा छुट्टी लिनुपर्छ अनि मात्रै पुग्छ हामीलाई। ल कुलेखानीको होइन झर्ना मोहिनी झर्नातिर जाँदै गर्दाको चोलङ्गे पुल। पछाडिबाट तान्ला जस्तो सबजनालाई। ल यति डाँडा उक्लियो, अब अझै बाँकी छ। जाँदैछौँ स्वाहा स्वाहा हुने गरी। पसिना कहाँबाट चुयो ल सबजना। यहाँ रिसोर्ट आयो है। रिसोर्टबाट ठ्याक्कै कुनाबाट यहाँबाट छर्लङ्गै देख्छ है। ल देख्यो पानीको हालत यस्तो छ है। झर्ना त बबाल रहेछ। किन पानी आजको दिनमा पानीको हालत यस्तो है। ल मोहिनी झरना पुग्यो है। यो पल्लो नै हो। कुलेखानी ड्यामबाट चाहिँ बोटमा चढेर अराउन्ड आधी घन्टा हिँडेपछि चाहिँ ठ्याक्कै पुगिन्छ है हामी यहाँ। 15 मिनट जति उकालो होला होइन, त्यस पछाडि चाहिँ ओह्रालो होला। ओके दिस इज द झरना यही होला। ओ झरना पुग्यो यही हो। कसा ठन्डैले ठन्डैपट्टि दृष्टि मलाई भएको चाहिँ दृश्य हो। अलग छोट झर्न चाहिँ खानेले रातै आज त रातै मुख आज त। ल जाऊँ। ओ ल ओ बाबा छिटो नाच्न फड्कामा नाच एकदम थाहा। ल परबाट आउने हो। अलिकति 5 मिनट हिँडेपछि यहाँ पुगिहालिन्छ मोहिनी झरना। कति रमाइलो। आज स्विमिङ गर्न अलिक मिलेन, पानी अलिक धमिलो भएकोले।